गुड मर्निङ सबैलाई। स्टडी हाउसमा स्वागत छ। म आज तपाईहरूलाई एउटा पिरामिडको माध्यमबाट चाहिँ संविधान, ऐन, नियम, विनियम, कार्यविधि, निर्देशन र आदेश कसरी बन्छ र हामीले अध्ययन गर्दा क्रमिक रूपमा कसरी अध्ययन गर्यौं भने कार्यान्वयनसम्म पुग्नको लागि सहज हुन्छ र कुनै पनि विषयलाई कार्यान्वयन चरणसम्म पुग्न के कति कानुनी प्रावधानहरू पुरा भएको हुनुपर्छ र कहाँ कुन निकायबाट चाहिँ हामीलाई बाधा अड्चन आउने र सहजीकरण हुने हुन्छ त्यो विषय तपाईहरूलाई जानकारी गराउन जाँदैछु। सर्वप्रथम संविधान रहन्छ, त्यसपछि संविधानको मूल मर्म अनुसार ऐन बन्छ, त्यसपछि नियम बन्छ, त्यसपछि विनियम बन्छ, त्यसपछि कार्यविधि तयार हुन्छ, त्यसपछि निर्देशन जारी हुन्छ र त्यसपछि आदेश गरिन्छ। संविधान र ऐन कति महत्त्वपूर्ण छ भन्ने विषय तपाईहरूले बुझिसक्नुभयो। जुन जनताको जनप्रतिनिधिले चाहिँ फर्मुलेट गर्ने गरिन्छ। त्यसपछि नियम मन्त्री परिषदले पारित गर्छ। सोही अनुसारको नियम अनुसारको चाहिँ विनियमहरू स्वायत्त सङ्गठनहरूले तयार गर्छन्। त्यसपछि कार्यविधि, निर्देशन र आदेश जारी गरिन्छ। त्यो ऐन कार्यान्वयन गर्ने सम्पूर्ण निकायहरूबाट हामीले तसर्थ सही जनप्रतिनिधि चुन्न सक्यौं भने के हुने रहेछ भन्दाखेरि संविधान र ऐन चाहिँ सही बन्ने रहेछ, कार्यान्वयन योग्य बन्ने रहेछ। त्यही अनुसारको नियम, विनियम, कार्यविधि हुँदै निर्देशन र आदेश पालना भएपछि जनताले डेलिभरी पाउने रहेछन्। तसर्थ यो पिरामिडबाट के प्रश्न हुन्छ भन्दा हामी सर्वप्रथम संविधान र ऐन बनाउने निकायलाई सुसज्जित गर्न सक्यौं भने कार्यान्वयन गर्ने निकायले त्यसको चाहिँ असल कार्यान्वयन गर्न सक्नेछन्। धन्यवाद सबैलाई। यो एउटा सानो भिडियो हजुरहरूले कुनै पनि विषय कार्यान्वयनसम्म पुग्नको लागि पार गर्नुपर्ने चरणहरू लाई बुझिदिनु भयो होला भन्ने मैले अपेक्षा गरेको छु र यस्तै जानकारी प्राप्त गर्नको लागि हाम्रो च्यानल स्टडी हाउस लाइक र फलो गरिदिनु होला। हस्त, थ्याङ्क यू।